ल यो डिस्पेन्सरको पावर सप्लाई हो। यो चाहिँ धेरै खटेको छ, हेर्दा सानो छ तर यसमा धेरै कुरा रहेछ। धेरै गयो। दुईटा मोस्फेट हाले, 4वटा रेक्टिफायर, 4वटा डायोड चेन्ज गरे, एनटिसी चेन्ज गरे र पनि भएन, सप्लाई नै बनेन। यहाँनिर दुईटा रेजिस्टेन्स छ, 2 ओम्सको नाप्दाखेरि 100 किलो ओम्स देखायो। यसको मसँग 2 ओम्सको थिएन, 1 ओम्सको थियो। त्यसलाई मैले सिरिज गरेर हालेको छ है, पुरा दुःख गरेर। कस्तो छ भन्दाखेरि यताबाट देखिन्छ यी दुईटा बनाएर चेन्ज गरे। भोल्टेज बनाऊ तर 5 भोल्टेज बनाऊ है फेरि। जब कि मैले एनटिसीमा 10 किलो ओम्सको रेजिस्टेन्स हालेँ तब 12 भोल्ट बनायो है। नयाँ आइडिया थपियो है। यो चाहिँ मेरो लागि नयाँ एक्सपेरिमेन्ट भयो है। यहाँ जति गर्दा पनि 5 भोल्टेज बनायो। जब मैले यहाँनिर 10K को रेजिस्टेन्स हालेँ तब मात्र मेरो 12 भोल्ट बन्यो है। यो मिटर मेरो मलाई दिमाग ह्याङ गरायो, जुन फ्यानको लागि मिटर देखाउन मान्छे नभएर चाहिँ गाह्रो भयो। ल हेर्नु 12 भोल्ट, पोजिटिभ र नेगेटिभ अल्टर राखेको छु, 12 भोल्ट बनाऊ हो। अब म थर्मोस्टेट निकाल्छु, 5 भोल्ट भन्छ। म त यी कन्फ्युजन भयो।